तपाईको आध्यात्मिक जीवनको साथी रुद्राक्ष टिभी। नमस्कार, रुद्राक्ष टिभी प्रेम शर्मा सुसाथमा र आजको सन्दर्भ 2082 सालको ज्येष्ठ 1 गते वृष संक्रान्तिको बिहानी घाम झुल्किनु अगावैबाट यी 4 राशिको भाग्य सूर्य चाहिँ चम्किन्छ। यो जेठको महिना विशेषतः बुध ग्रह, शुक्र ग्रह अनि राहु र केतु जस्ता ठुलठुला ग्रहहरूले राशि परिवर्तन गर्दैछन्। हो, यी राशि परिवर्तन हुनु साथमा 4 राशिका लागि विशेष भाग्य उदय हुनु एकै साथ हुन जान्छ। त्यही कारणबाट 1 गतेको घाम झुल्किनु अगाडिबाटै तपाईका लागि लाभै लाभको समय छ। विशेषतः 2082 सालको जेठ महिनाको राशिफल हो यो। अब ग्रहले राशि परिवर्तन गरे सँगसँगै, किनभने जेठ 1 गते आउनु अगाडि नै बृहस्पतिले राशि परिवर्तन गरिसकेको हुन्छ, शनिले राशि त झन् अगाडि नै परिवर्तन गरिसकेको छ। आउनु चर्चा गरौँ ती भाग्यमा नि 4 राशिहरू जसलाई असाध्यै राम्रो छ। सूर्य चाहिँ भाग्य खुल्दैछ, चम्किँदैछ भाग्य, चर्चा गर्छु। पहिलो राशिको सन्दर्भलाई कुरा गर्नुपर्दा कर्कट राशि। कर्कट राशिका लागि धन लाभको योग निर्माण भइरहेको छ भने सुख प्राप्तिको योग निर्माण भएको छ। महिनाभर सुख प्राप्ति साथै महिनाभर धनको लाभ। विशेषतः 9 गतेका दिन बुध ग्रहले राशि परिवर्तन गर्छ। 9 गते गएर 10 गते आउने दिन भनेकै बुध ग्रहले राशि परिवर्तन गर्नु हो भने 17 गते गएर 18 गते आउने समय शुक्र ग्रहले राशि परिवर्तन गर्छ। जब शुक्रले र बुधले राशि परिवर्तन गर्छ असाध्यै राम्रो छ। सूर्य र बुधको बुधादित्य राजयोग, त्यो पनि एकादश भावमा। सूर्य आत्माको कारक, सूर्य पिताको कारक, सूर्य राज्यको कारक, अनि त्यही बुध आइरहँदा सूर्य र बुधको बुधादित्य राजयोग, राज्यबाट लाभको अवस्था देखिन्छ। निजामती कर्मचारी हुनुहुन्छ, सरकारी जागिरे हुनुहुन्छ, तपाईका लागि सर्वाधिक उत्तम, अथवा कुनै पनि प्रकृतिको पेसा व्यवसाय अपनाएर बस्नु भएको छ, तपाईका लागि सर्वाधिक उत्तम अवस्थाको निर्माण गर्छ। कर्कट राशिका जातक जातिकाका लागि फेरि धन भावको कारक सूर्य हो, लाभ भावमा आइरहेको छ, लाभै लाभको अवस्थाको सृजना गरिदिन्छ। बुझ्नु होला है। बृहस्पति भने द्वादश भावमा। द्वादश भावको बृहस्पतिले सकारात्मक फल दिन्छ। जस्तो सुकै विषम परिस्थितिबाट पनि उम्किने अवस्थाको सृजना गरिदिन्छ। जस्तो सुकै विषम परिस्थिति तपाईको जीवनमा आओस्, यसले तपाईलाई उम्किने अवस्था, विषम परिस्थितिबाट जोगाउने खालको अवस्था, एउटा दैवीय कृपाको अवस्था सदैव बनाइरहन्छ। दैवको आशीर्वाद सदैव तपाईलाई भइरहन्छ भने शुक्र 17 गतेसम्मका लागि भाग्य भावमा उच्चको छ। 17 गतेसम्मका लागि भाग्य भावमा उच्चको शुक्र छ। यसले विशेषतः भाग्यको पूर्ण रूपमा वृद्धि गराइदिन्छ। आमोद र प्रमोदको वृद्धि गराइन्छ, सुख र सुविधाका चिजहरूको वृद्धि गराइदिन्छ भने 17 गते पछाडि जब कर्म भावमा जान्छ, 18 गतेको दिन जब कर्म भावमा जान्छ, कर्म क्षेत्र अझ उच्च स्तरीय हुन्छ। हाकिम प्रसन्न रहे, सहकर्मीबाट पनि साथ पाइने, प्रमोसनको अवस्थाको सृजना गर्छ, केही उपहार आदिको अवस्थाको पनि सृजना गर्छ। विशेषतः कर्म क्षेत्रबाट हाकिमलाई प्रसन्न बनाउन सकिनेछ। यी सम्पूर्ण कुराको योगका कारणबाट धन लाभको अवस्था साथै सुख प्राप्तिको अवस्था। कर्म भावमा जब शुक्र जान्छ, 4थो भावमा दृष्टि दिन्छ। 4थो भाव सुखको भाव हो। बुझ्नु होला है। यो मङ्गलको राशिमा 17 गते पछाडि शुक्र जान्छ र दृष्टि आफ्नै राशिलाई दिन्छ। त्यो कारणबाट पनि शुक्रको दृष्टि पनि उत्तम, शुक्र विराजमान जहाँ छ त्यो पनि उत्तम, सूर्य र बुधको बुधादित्य राजयोग पनि उत्तम, साथै द्वादश भावको बृहस्पतिको फल पनि उत्तम। त्यो कारणबाट पनि सूर्य चाहिँ चम्किन्छ। विशेषतः जेठ महिनामा तपाईको भाग्य कर्कट राशिका जातक जातिकाका लागि। र अर्को खुसीको कुरा के हो भने तपाईलाई अडैयाको दशाले त छोडिसकेको छ, त्यो कारणबाट पनि उत्तम छ मित्र। अचानक धनको योगको निर्माण गराइदिन्छ। अष्टम भावमा राहु छ तर कुम्भ राशिमा, त्यो कारणबाट शुभ फल दिने राहु अष्टम भावमा छ, अचानक धनको योग निर्माण गरिदिन्छ। यो विशेषतः जग्गा जमिन लफडा केही थियो भने पनि यो मिलिमतोतर्फ लाग्छ। अंशका कुराहरूमा अड्किएको थियो कुरा भने पनि तपाईले प्राप्त गर्नुपर्ने धन प्राप्त गर्नुहुनेछ मित्र। यो कारणबाट कर्कट राशिका जातक जातिकाका लागि सर्वोत्तम देखिएको छ जेठको महिना भने
1 गतेबाट पूर्ण रूपमा महिनाभर तपाईका लागि राम्रो देखियो भने अर्को सिंह राशि। सिंह राशिका लागि पनि उत्तम अवस्था छ। विशेष त सूर्य र बुधको योग कर्म भावमा सूर्य र बुधको योग विशेष त तपाईको कामको चर्चा टाढा टाढासम्म पुग्छ। काममा ऊर्जावान बनाइरहन्छ, पूर्ण समय काममा ऊर्जावान, सहकर्मीबाट पनि साथ, हाकिम प्रसन्न बनाउने खालको अवस्थाको सृजना गर्छ मित्र। बुझ्नु होला है। र एकादश भावमा बृहस्पति लाभको अवस्थालाई वृद्धि गर्छ, नसोचेको धन हात पार्ने खालको अवस्था र सुखको अवस्था देखिन्छ मित्र। बुझ्नु होला। शुक्र अष्टम भावमा उच्चको छ 17 गतेसम्मका लागि। 17 गते भित्रमा तपाईलाई केही ठुलै धनराशि प्राप्त हुने खालको अवस्थाको सृजना गर्छ। शुक्र उच्चको भएर अष्टम भावमा छ। पुरुष हुनुहुन्छ भने स्त्रीसँग मिलेर कुनै कर्म गर्दै हुनुहुन्छ भने सर्वाधिक उत्तम तपाईलाई यो समय। पार्टनरशिपबाट पनि राम्रै लाभको अवस्था देखिन्छ। पार्टनरशिप भन्नुको अर्थ साझेदारी व्यवसाय केही गर्दै हुनुहुन्छ भने त्यहाँबाट पनि लाभको अवस्था छ र लाभ भावमै बृहस्पति भएको कारणले गर्दा सर्वैतिरबाट लाभको अवस्था देखिन्छ मित्र। औँठी मात्र पराक्रम बढ्छ नै। गुप्त धन प्राप्तिको योग विशेष त शुक्रले गर्दा सुखको योग निर्माण गराएको छ। यो जेठ महिनाका लागि दुईटा राशिको कुरा गरे, कर्कट राशि र सिंह राशि। अब सिंह राशिले याद गर्नुपर्ने कुरा के हो भने शनिको अडैया भने प्रारम्भ भएको छ। शनिले दुःख नदियोस् भन्नका लागि शनिबार पिपलमा जल दिनुहोस्, भुस्या कुकुरलाई भोजन गराउनुहोस्, शनि महामृत्युञ्जयको पाठ गर्नुहोस्, सर्वाधिक उत्तम भएर जान्छ। अर्को राशिको कुरा गरौँ, धनु राशि। धनु राशिका लागि विशेष त चौथो भावमा विराजमान शुक्र, त्यो पनि उच्चको शुक्र। सुख सुविधाका सम्पूर्ण भौतिक चिजहरू प्राप्ति हुने खालको समय छ। मातृसुख, भौतिक सुख, सवारी साधनको सुख, यावत सुख यो मनोरञ्जनमै तपाईको समय बित्ने खालको अवस्था छ 17 गतेसम्मका लागि। त्यसपछि 18 गतेको दिनबाट शुक्र ग्रह पञ्चम भावमा जान्छ। माया, प्रेम, स्नेहका लागि उत्तम छ भने विद्या र बुद्धिका लागि पनि सर्वाधिक उत्तम छ। विद्यार्थी वर्ग हुनुहुन्छ, पढाइ लेखाइ तपाईको उच्च स्तरीय भएर जान्छ। बुद्धि विवेकले सही तरिकाले काम गर्छ। सन्तान भइसकेको अवस्था हो भने सन्तानले भनेको टेर्नेछन्, सन्तानको पढाइ लेखाइ उत्तम भएर जान्छ। राहुको कारणबाट औँठी मात्र पराक्रमको वृद्धि हुन्छ भने साथै भाग्यको पनि वृद्धि गराउँछ। सूर्य छैठौँ भावमा रोग, ऋण र शत्रुलाई परास्त गर्दै अगाडि बढ्ने खालको अवस्था देखिएको छ। थोरै खर्च भने बढ्ने खालको अवस्था छ है। खर्च चाहिँ बढ्छ तर रोग, ऋण र शत्रुलाई परास्त गर्ने खालकै समय देखिएको छ मित्र। आध्यात्मिक कुरामा रुचि बनाउँछ नै तपाईलाई। अब कुरा के रह्यो त भन्दा धनु राशिलाई अडैयाको दशा भने प्रारम्भ भएको छ। त्यो कारणबाट शनिबारको दिन शनि महामृत्युञ्जयको पाठ गर्नु, भुस्या कुकुरलाई भोजन गराउनु, पिपलको पूजन गर्नु, पिपलमा जल अर्पण गर्नु सर्वाधिक उत्तम हुन जान्छ। यो जेठ महिना कस्तो छ तपाईका लागि विशेष मैले तपाईलाई बताएको छु। आँट हिम्मत बढ्ने, सुखको अभिवृद्धि बढ्ने, रोग, ऋण र शत्रुको निमित्यान्न हुने खालको समय देखिएको छ यो धनु राशिका जातक जातिकाका लागि भने। अब अन्तिम राशिको कुरा गरौँ, अन्तिम राशि मीन राशि। मीन राशिका लागि राशिमै शुक्र उच्चको छ। तपाईको व्यक्तित्वमा निखारता आउने खालको समय छ। वाणीमा प्रभावकारिता ढङ्गबाट अगाडि बढ्नुहुन्छ भने तपाईको व्यक्तित्वमा निखारता आउँछ। स्फूर्ति बढेको महसुस तपाईले गर्नुहुनेछ 17 गतेसम्मका लागि। त्यसपछि फेरि शुक्र धनभावमा जान्छ। धनको बढोत्तरी विशेष त कुटुम्बसँग सम्बन्ध सुमधुर बनाउँछ भने धन बढ्दै जाने खालको अवस्था, वाणीमा सुमधुरता आउँछ, वाणीमा प्रभाव बढेर जान्छ। यसैगरी सूर्य र बुधको बुधादित्य राजयोग तेस्रो भावमा औँठी मात्र पराक्रमको पूर्ण रूपमा वृद्धि भएर जान्छ। बुझ्नु होला है। तपाईले आँटेका कदमहरू, तपाईले आँटेका पाइलाहरू अवश्य पनि सफलताको शिखरतर्फ जाने खालको अवस्था देखिएको छ। र केही नराम्रो पाटोमा भने सपनाहरू राम्रा नदेखिन सक्छन् है, सपना बिग्रिन सक्छ। यो विशेष त जेठ 4 गते पछाडि जब राहुले राशि परिवर्तन गर्छ, द्वादश भावमा राहु जान्छ। द्वादश भावमा राहु गइसकेपछि थोरै सपना भने बिग्रिन सक्छ। यदि तपाईको सपना बिग्रिन थाल्यो भने एक मुठी जौ लिनुस्, कालो कपडामा पोको बनाउनुस्, दाहिने हातले एक मुठी लिनुस्, कालो कपडामा पोको बनाउनुस् र सिरानी मुनि राखेर सुत्नुस्, भोलिपल्ट चरालाई हालिदिनुस्। यो कर्म गर्नुहुन्छ भने अवश्य पनि सपना नराम्रो देखिँदैन है त। अब मीन राशिलाई पनि 7.5 चलिरहेको कारणले शनिबारको दिन
शनि महामृत्युञ्जयको पाठ गर्नु, पिपलको पूजन गर्नु, पिपलमा जल अर्पण गर्नु र भुस्या कुकुरलाई भोजन गराउनु सर्वाधिक उत्तम हुन जान्छ। विशेष त सूर्य झैं भाग्य चम्किने यी 4 राशि तपाईलाई आज बताएको छु। विशेष त यो 2082 साल जेठको महिनामा तपाईँ 4 राशिका लागि सर्वाधिक उत्तम देखियो, त्यो कारणबाट राखेको छु। मित्र, भिडियो पूर्ण रूपले हेर्नुहोस्, सेयर गर्न नभुल्नुहोला। फर एपोइन्टमेन्ट लेखिएको छ, एउटा नम्बर दिएको छ। चिना टिप्पण घरको वास्तु तपाईँलाई केही देखाउनु छ भने यो सम्भव छ, यसका लागि दिएको नम्बर हो। तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ अनलाइनको माध्यमबाट अथवा कार्यालय आएर तपाईँ देखाउन सक्नुहुन्छ। केही प्रक्रियाहरू भने रहन्छन्, ती प्रक्रियाहरू पार भइसकेपछि अवश्य हेरिनेछ। मित्र, अरू विषय वस्तु लिएर उपस्थित हुन्छु नै। अल्लाह प्रेम शर्मा बिदा हुन्छु। नमस्कार। तपाईको आध्यात्मिक जीवनको साथी रुद्राक्ष टिभी।